दर्शक महानुभावहरू, नेपालमा पहिलो पटक आयोजना हुने विश्वकप ग्लोबल छनौटको खेल तालिका सार्वजनिक भएको छ र नेपाल समूह B मा परेको छ। यसैको सेरोफेरोमा रहेर आजको हाम्रो क्रिकेट न्युजमा चर्चा गर्दैछौँ। नेपाल क्रिकेट सङ्घ क्यानले नेपालमा आयोजना हुने आइसिसी महिला T20 विश्वकप ग्लोबल छनौटको खेल तालिका सार्वजनिक गरेको छ। उक्त प्रतियोगितामा विभिन्न 10 राष्ट्रको सहभागिता रहनेछ। क्यानले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह B मा परेको छ। नेपाल महिला क्रिकेट टोली पहिलो पटक विश्वकप एसिया छनौट पार गरी ग्लोबल छनौटमा पुगेको हो। नेपालको समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाब्वे रहेका छन्। आगामी जनवरी 14 तारिखदेखि फेब्रुअरी 1 तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको समूह A मा बंगलादेश, नामिबिया, अमेरिका तथा पपुवा न्युगिनी छन्। प्रतियोगिताको खेल मूलपानी क्रिकेट मैदान र त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने क्यानले जानकारी दिएको छ। नेपालले आफ्नो पहिलो खेल आगामी जनवरी 18 तारिखमा थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ। उक्त खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ। उक्त प्रतियोगितामा सहभागी दुवै समूहबाट शीर्ष 3 टोली सुपर 6 मा हुनेछन्। त्यस सुपर 6 बाट शीर्ष 4 स्थान हासिल गर्ने टोलीले सन् 2026 मा हुने महिला T20 विश्वकप खेल्नेछन्। नेपाली महिला टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली टोली विश्वकपमा छनौट हुनेमा आशावादी रहेको बताएका छन्। नेपाल क्रिकेट सङ्घ क्यानले मंगलबार आयोजना गरेको प्रशिक्षक संघको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले नेपाली टोलीलाई यसअघि विपक्षीका रूपमा पनि राम्रैसँग हेरेको बताउँदै विश्वकपमा छनौट हुने बताएका छन्। यहाँको क्रिकेट वातावरण अत्यन्तै राम्रो छ। मैले विपक्षीको रूपमा पनि हेरेको छु। टोलीमा राम्रो गर्न सक्ने क्षमता छ। विश्वकपमा छनौट हुने सम्भावना राम्रो देखेको छु। उनले भने हामी कस्तो योजना बनाउँछौँ त्यसलाई कार्यान्वयन पनि गर्न सक्यौँ भने अवश्य राम्रो हुनेछ। पाठकले नेपालको कन्डिसन राम्रो क्रिकेट खेल्नका लागि उत्कृष्ट रहेको पनि बताएका छन्। यहाँको कन्डिसन राम्रो प्रदर्शन गर्न सक्नेका लागि उत्कृष्ट लागेको छ। खेलका क्रममा जसले फाइदा उठाउन सक्छ उसले जित निकाल्ने हो उनी भन्छन्। नेपाल क्रिकेट सङ्घ क्यानले आसन्न आइसिसी महिला T20 विश्वकप ग्लोबल छनौटलाई लक्षित गरी पहिलो पटक विदेशी मुख्य प्रशिक्षक नियुक्ति गरेको हो। आजको लागि क्रिकेटसँग सम्बन्धित ताजा जानकारी यति नै। आज प्रस्तुत गरेको सामग्रीमा तपाईको केही प्रतिक्रिया भए कमेन्ट बक्समा लेखिदिनुहोला। साथै क्रिकेटसँग सम्बन्धित ताजा जानकारीका लागि हाम्रो क्रिकेट न्युज हेर्दै गर्नुहोला। तपाईको बाँकी पल सुखद रहोस्। नमस्कार।